यहाँ प्रस्तुत विचार एकदमै गहिरो र सान्दर्भिक छ। मानव जीवनको आध्यात्मिक पक्षलाई उसको भौतिक आवश्यकतासँग सुन्दर ढङ्गले कुरालाई थप विस्तारमा भन्न सकिन्छ। मानव शरीर, उसको निवासस्थान र यस ब्रह्माण्ड, यी तिनै कुराहरू पञ्चभूतद्वारा बनेका छन्। पृथ्वी, जल वा अग्नि, वायु र आकाश। यो एक सार्वभौम सत्य हो। यही दर्शनलाई आधार मानेर हाम्रो पूर्वीय सभ्यतामा जीवनका हरेक पक्षलाई हेर्ने गरिन्छ। आवास केवल एक संरचना मात्र होइन। अघि उल्लेख गरे झैँ मानिसलाई काम गर्न र आराम गर्न एक आवास चाहिन्छ। तर यो आवास केवल इँटा र सिमेन्टको संरचना मात्र होइन। यो एउटा यस्तो स्थान हो जहाँ मानिसले दिनभरको थकान मेटाउँछ, आफ्नो परिवारसँग समय बिताउँछ र आफ्नो परिवारको भविष्यको सपना बुन्दछ। त्यसैले आवास उसको ऊर्जा, शान्ति र प्रगतिको केन्द्रबिन्दु पनि हो। आवास तथा भवन र पञ्चभूतको अद्भुत सम्बन्ध छ। मानव शरीर जस्तै एउटा आदर्श भवन अथवा आवासमा पनि पञ्चभूतहरूको सन्तुलन हुनु जरुरी छ। यही अवधारणामा वास्तुशास्त्र आधारित छ। यिनै पञ्चभूतहरूमध्ये पहिलो तत्त्व हो भूमि तत्त्व अथवा पृथ्वी तत्त्व। यसले घरको जग, स्थिरता र भुइँले पृथ्वी तत्त्वको प्रतिनिधित्व गर्दछ। यसले सुरक्षा र स्थायित्वको भावना दिन्छ। दोस्रोमा छ जल तत्त्व। घरमा पानीको स्रोत, बग्ने दिशा र स्वच्छताले जल तत्त्वलाई दर्शाउँछ। यसले जीवनमा प्रवाह, समृद्धि र भावनाको सन्तुलन राख्न कायम गर्दछ। त्यस्तै अर्को छ अग्नि तत्त्व। किचनमा, भान्सामा आगो तथा बिजुलीका सामग्रीहरू तथा उपकरणहरू र प्रकाश आदिले अग्नि तत्त्वको प्रतिनिधित्व गर्दछ। यसले ऊर्जा, स्वास्थ्य र रूपान्तरणलाई जनाउँदछ। अर्को चौथो तत्त्व हो वायु तत्त्व। यसले घरभित्रको खुला हावा, भेन्टिलेसन र झ्यालहरूले वायु तत्त्वलाई सङ्केत गर्दछ। यसले स्फूर्ति, सम्बन्ध र सञ्चारलाई सहज बनाउँदछ। र अर्को पाँचौँ तत्त्व हो आकाश तत्त्व, जसले घरको खुला ठाउँ, आँगन वा कौसी र घरको मध्य भाग, जसलाई ब्रह्मस्थान पनि भनिन्छ, यिनले आकाश तत्त्वको प्रतिनिधित्व गर्दछन्। यसले अनन्त सम्भावना, चेतना र आध्यात्मिक विकासको लागि ठाउँ प्रदान गर्दछ। र यसबाट हामी के निष्कर्षमा पुग्न सक्छौँ भने, जब कुनै आवासमा यी पञ्चतत्त्वहरूको सही सन्तुलन हुन्छ, चाहे हाम्रो मानव शरीरको लागि होस्, चाहे बसन अथवा आवास भवनमा होस्, चाहे यी ब्रह्माण्डमा, यी सबैतिर पञ्चतत्त्वहरूको मुख्य भूमिका छ। र आवासमा यी पञ्चतत्त्वहरूले त्यहाँ बस्ने मानव समुदायलाई शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिक उन्नति प्राप्त गर्न मद्दत गर्दछ। यसरी हाम्रो भौतिक आवश्यकता, घर, भवन पनि हाम्रो आध्यात्मिक र दार्शनिक विश्वासबाट अलग छैन। मानवले बनाएको संरचना र प्रकृति बीचको सन्तुलनको सामञ्जस्यता नै सुखी र सन्तुलित जीवनको आधार हो। यदि तपाईलाई यो भिडियो रोचक, जानकारीमूलक तथा उपयोगी छ भन्ने लाग्छ भने हाम्रो प्रोफाइल, फेसबुक पेज तथा युट्युब च्यानल आदिमा गई लाइक, फलो, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। आगामी संस्करणमा नयाँ रोचक प्रसङ्ग, जानकारीमूलक एवं उपयोगी विषयवस्तु लिएर आउने नै छौँ। साथै पञ्चतत्त्व र यसका दिशाअनुसार कसरी यसलाई सन्तुलन गर्दै जाने भन्ने विषयमा पनि हामी भिडियो बनाउनेछौँ। भिडियो हेरिदिनु भएको